हेलो फ्रेन्ड्स म चाहिँ आज चाहिँ यो सिजोखाको हाम्रो चाहिँ यहाँको सिजोखाको बजारमा आएको हो र यहाँनिर चाहिँ अब कस्तो भने म चाहिँ अब यो ठाउँबाट आउँदाखेरि चाहिँ अब कस्तो भने अब धेरै मान्छेहरू एकदम धेरै माहौल थियो नि त तर यहाँ चाहिँ त्यस्तो छैन अनि यहाँनिर चाहिँ अब एकदम सानो ठाउँ भन्दादेखि मान्छेहरू पनि त्यति हुँदैन अनि त्यहाँदेखि त्यति अब पसलहरू भने सानै हुन्छ नि त धेरै ठुलो छैन पसलहरू पनि अनि त्यस कारणले पनि यहाँ चाहिँ अब यस्तो सिटी एकदम सानो छ क्या यहाँ मैले यतापट्टि ठाउँ यो भएको ठाउँ चाहिँ एकदमै सानो ठाउँ छ क्या अनि यहाँनिर यो देखेको मेरो पछाडिको भाग चाहिँ एकदमै के अरे मेन सिटी भनौँ यहाँको मेन सिटी ठाउँ हो अनि यहाँनिर चाहिँ अब मेन सिटी भनेको चाहिँ सानो छ क्या अब हामी यो ठाउँबाट आउनेहरूलाई चाहिँ कस्तो लाग्छ भने यहाँनिर अब एकदमै के अरे अब एकदम दिनभरिमै घुम्न सकिन्छ 1 घन्टामै यहाँको बाटोहरू चाहिँ घुम्न जस्तो छ अनि यहाँ चाहिँ अब घुम्ने ठाउँ पनि धेरै छैन क्या यहाँनिर यति नै हो घुम्ने ठाउँ चाहिँ अन्तदेखि अब यहाँनिर घुम्ने ठाउँ चाहिँ यति नै भएपछि अब हामी यो ठाउँतिर भएको भए चाहिँ अब यतातिर घुम्न अब भयो यो ठाउँ भयो कावासाकी भयो सबैतिर घुम्न सकिन्छ भने यहाँनिर चाहिँ अब थोरै सानो ठाउँ भएको कारणले धेरै ठाउँहरू चाहिँ घुम्न सक्दैन अनि त्यस्तै हो यहाँनिर चाहिँ अब एकदम ट्रेनहरू पनि एकदम छोटो दुरीको मात्रै हुन्छ अनि छोटो दुरीको ट्रेनहरू भएपछि चाहिँ कस्तो हुन्छ भने यहाँनिर चाहिँ अब त्यस्तो अरूको ठाउँ जस्तो चाहिँ हुन्न अनि यो देखिएको यतापट्टिको भाग चाहिँ यो यतापट्टिको भाग चाहिँ म चाहिँ यहाँ चाहिँ यतापट्टिबाट बजारबाट एकीतिरको भागतिर जान लागिरहेको छु यो अगाडिको भाग चाहिँ एकदमै अब एकी हो यो चाहिँ सिजोखाको एकी हो म चाहिँ एकीतिर जान लागिरहेको छु मेरो चाहिँ आज चाहिँ काकु बुझी थिएन त्यसै कारणले काकु नभएको भने चाहिँ अब यहाँ चाहिँ अब हाम्रो चाहिँ अहिले गएको चाहिँ बिदा भएकोले म चाहिँ अब यतापट्टि घुम्नको लागि आइरहेको छु अनि यो चाहिँ सिजोखाको मेन ठाउँमै भन्नुपर्छ कि अब यहाँ चाहिँ त्यत्रो अब अरू ठाउँ यो ठाउँमालाई कुराबेती गर्दाखेरि चाहिँ यो ठाउँ चाहिँ अलिकति सानो खालको ठाउँ हो त्यसै यहाँ चाहिँ अब मान्छेहरू पनि कमै हुन्छ अनि जबको अपर्च्युनिटी त कम हुन्छ र मान्छे सानो कुरो भएपछि त जब अपर्च्युनिटी कम हुने त भइगयो अवश्य पनि त्यही भएर यो चाहिँ पनि एकी हो क्या यो यतापट्टि म जान लागेको ठाउँ चाहिँ एकी हो अनि एकी चाहिँ दुईवटा एकी छ क्या चाहिँ एउटा चाहिँ नर्मली सानो खालको ट्रेन चल्छ र एउटा चाहिँ अलिकति ठुलो खालको ट्रेन चल्छ अनि सानो खालको ट्रेन चाहिँ कस्तो हुन्छ भने एकदम सानो छ दुईवटा डब्बा मात्रै भएको छ के अरे यो सानो ट्रेन चाहिँ भने ठुलो खालको ट्रेन चाहिँ अब हामी अब यताउता अब जस्तै अब यहाँबाट लामो दुरीको बाटो हिँड्नुपऱ्यो भने चाहिँ त्यो ट्रेनमा चढ्ने हो अनि यहाँ चाहिँ प्रायः जस्तो बस लाग्छ क्या यहाँ चाहिँ यस्तै बस लाग्छ अनि हामी पनि यस्तै बसमा चढ्नु पऱ्यो कि चाहिँ अब अलिक अब आफ्नै साइकल हुनु पऱ्यो कि आफ्नै साधन हुनु पऱ्यो अनि माथि हिँड्नको लागि चाहिँ सहज हुन्छ क्या यतापट्टिको भाग म आएको भाग चाहिँ कस्तो भने यो चाहिँ सिजोखा एकी आइपुग्न लागेँ म अहिले चाहिँ म यहाँनिर सिजोखा एकीनिर नै छु अन्तदेखि अब यहाँ चाहिँ अब यस्तो भिडभाड एकदम चाप छैन किनभने यहाँ चाहिँ अब मान्छेहरू कमै हुन्छ यो अब यहाँ चाहिँ अब सिनखानचेन आउँछ उताबाट यहाँनिर अगाडिको भागमा चाहिँ अब सिनखानचेन चढिरहेको हुन्छ यो चाहिँ एकी हो सिजोखा एकी हो यहाँनिरबाट चाहिँ एकीको भ्यू देखिन्छ यो चाहिँ बस लाग्ने ठाउँ हो एकीको अगाडिबाट बस लाग्छ यहाँनिरबाट चाहिँ यहाँनिर चाहिँ पुरा यो एकी हो क्या यो तपाईँले चाहिँ बारीपट्टि यो सिजोखा एकी देख्नु भइरहेको छ यो सिजोखा एकी देख्छ नि यो चाहिँ यहीँ हो यो मेन सिजोखाको एकी चाहिँ अनि यतापट्टिको हामी चाहिँ यतापट्टिको भागबाट घर जाने हो यतापट्टिको भागबाट घर जाने अन्तदेखि हाम्रो काकु पनि यतापट्टि छ अनि यतापट्टि भनेको चाहिँ अर्कोपट्टि भयो क्या यो चाहिँ अब हाम्रो विपरीत नागोयाहरूतिर जाने बाटो भयो चाहिँ अनि म चाहिँ यतापट्टिबाट आएको अघि चाहिँ अनि हामी बस्ने चाहिँ यतापट्टि हो क्या हामी बस्ने चाहिँ यतापट्टि हो अनि यतापट्टि भएपछि हामी चाहिँ यतापट्टिबाट आएको हुन्छ प्रायः जस्तो अनि मैले पनि यो बसहरू उयो गरेछ तर यहाँनिर बसहरूको यात्रा गर्दा पनि कस्तो हुन्छ भने हामी उता यो ठाउँतिर यो बसहरूको यात्रा गर्दा पनि कस्तो हुन्छ भने अब गुगलमा कुन नोइबाबाट बस चढ्ने अनि कुन ठाउँबाट ओर्लिने भन्ने थियो यहाँ चाहिँ अलिकति गाह्रै हुन्छ बसको यात्रा गर्नको लागि चाहिँ किनभने अब म सुरुमा त्यो
मेन सिजोहरू जाँदाखेरि चाहिँ अब बसको यात्रा गरेर जानु पर्थ्यो। त्यतिखेर साइकल पनि किनेको थिएन। अन्तदेखि त्यतिखेर चाहिँ एकदमै गाह्रो भएको थियो क्या मलाई यो कहाँबाट चढ्ने ठाउँहरू। अब खान्जीहरू बुझ्नु यहाँ पनि नोरीबा छ, एउटा नोरीबा छ, यो 17 नम्बरको बस लाग्दैछ यहाँनिर। अनि यस्तो हुन्छ क्या। अन्तखेरि यो 17 नम्बरको बस कहाँ जान्छ, बाटोहरू कहाँ हुन्छ, अब रुटहरू खान्जीहरू अब देखे पनि यसको मिनिङहरूको नाममा के हुन्छ भन्ने थाहा हुन्न नि त। त्यसले नै अब क्या अरे यहाँ चाहिँ अलिकति कोमाहरू चाहिँ बढी हुन्छ क्या भने यसो सजिलो चाहिँ हुन्न क्या। लाइफ चाहिँ अलिक गाह्रै छ क्या सिजोखामा। अनि अब म चाहिँ अब यहाँको 3 महिना जति भयो भनौँ न, अब 3 महिना जति भयो। अनि 3 महिना जति हुँदाखेरि चाहिँ अब सुरुमा त 1 महिना चाहिँ अब त्यत्तिकै अब मेन सिजो दिँदै यताउता त्यत्तिकै नै गयो। अनि अब म चाहिँ अब यहाँ फर्स्ट टाइममै आएको सिजोका। अनि अब सुरुमा यो क्या यो पछाडिको भाग हेर्दाखेरि चाहिँ म यही एकीमा झरेको थिएँ सुरुमा। अनि यही एकीमा झरेको थिएँ। अनि यही एकीमा झरेपछि अब सुरुमा यसो हेरेको है सिजोखा भनेपछि त अब बाटोमै आउँदाखेरि कस्तो लाग्यो भने अब सिजोखा भनेपछि एकदम अब विकट टाइपको देखाउनु थाल्यो नि त सबै। बाटोमा आउँदाखेरि ट्रेनमा यसो हेर्दै आएको। अनि विरक्त लाग्दै कस्तो चाहिँ ठाउँमा चाहिँ अप्लाई गरेछ नि सिनेमन भन्ने जस्तो लाग्यो। अन्तदेखि अब त्यही हो अब क्या अरे जहाँ भयो नि अब आफ्नो गरी त खानु पऱ्यो, जसरी भयो नि आफूले दुःख त गर्नु परिहाल्छ। त्यही पनि अब यहाँ चाहिँ अब अलिकति एउटा काम पाएन। अनि काम पनि क्युरो पनि कम। अन्तदेखि एकदम रुमको भाडा एकदम महँगो भएपछि चाहिँ कोमारू हुने चान्स चाहिँ बढी हुन्छ कि यहाँनिर जापानमा मात्रै भएन हुँदैन होइन। ठाउँ अनुसार अब क्युरोहरू फरक पर्छ। अन्तदेखि एकदम महँगी बढी छ। अनि नेपाली हालको फुडहरू नै अब यो गाउँमा जस्तै बराबरी नै छ यहाँ। अनि त्यसै कारणले नि यहाँनिर चाहिँ एकदमै क्या अरे सही खर्च सुरु गर्नु चाहिँ यहाँ चाहिँ धेरै गाह्रो छ क्या। अनि यो भाग पछाडिको यो देखेको भाग चाहिँ यो चाहिँ सिजोखाको मेन सिटी भनौँ न, यो चाहिँ मेन सिटी हो। अनि म चाहिँ आज चाहिँ गएको थिएन। अनि गएको नभएपछि चाहिँ म चाहिँ अनि अब के गर्नु त भन्दाखेरि यति नै अब यहाँ डङ्कीतिर यसो सामानहरू किन थियो, अब के अरे फेस वासहरू सकिरहेको थियो। अनि त्यही लिनको लागि आयो। अनि आज चाहिँ अनि गएको बिदा भएकोले चाहिँ म चाहिँ टक्क अब यसो घुम्नु त रुममा मात्रै बसेर मोबाइल चलाएर चाहिँ कति बस्नु भनेको चाहिँ म यतातिर मोबाइल चलाउन छोडेर चाहिँ अब यसो निपाए निक्लिआएको कि। यो चाहिँ के अरे मेन बाटो हाइवे हो कि, यो चाहिँ हामी हिँड्ने मेन हाइवे हो। अनि बसको यात्रा चाहिँ गर्नेहरू चाहिँ यही बाटो हिँड्नुपर्छ। अब साइकलबाट चाहिँ म त्यति हिँडेको छु नि यही बाटो, तर बसबाट चाहिँ धेरैपल्ट हिँडेको छु क्या। सुरुमा मेन सिटीतिर जाँदाखेरि यही बसहरूबाट जानु पर्थ्यो। अनि म सुरुमा जाँदाखेरि चाहिँ यो बाटोबाट धेरै हिँडेको छ क्या। अनि म चाहिँ यतापट्टिबाट आएको यतापट्टि। अनि यहाँनिर जापानमा के जापानमा कस्तो देखिन्छ भने तपाईँहरूले नोटिस गर्नु। कतिलाई थाहा छ कतिलाई थाहा छैन, तर कस्तो हुन्छ भने अब हामी हिँड्ने बाटो र अनि त्यहाँदेखि त्यो अलिकति हुन्छ नि आँखाहरू नदेख्नेको लागि हिँड्ने बाटो चाहिँ छुट्टै बनाएको हुन्छ क्या सरकारले। अब यो अहिले यो त अलिकति भित्री बाटो भयो, यो बाटोमा त छैन क्या अरे। तर अलिकति अब के अरे अलिकति हाइवे टाइपको बाटोमा अनि मान्छे हिँड्ने टाइपको बाटोमा चाहिँ अलिक अर्को लाइन पनि हुन्छ क्या। जस्तै यो चाहिँ अब भित्री बाटो भयो। यहाँको एक्जिट यसो सानो छ कि यसो सानो छ। अन्तखेरि यो चाहिँ एकी हो। अनि यहाँनिर चाहिँ एकीमा चाहिँ बस दुईवटा मात्रै डब्बा गरेको ट्रेन छ कि यहाँनिर चाहिँ त्यो चाहिँ सिजोखाको सोतेचु लाइन भन्छ, सोतेचु लाइन। अनि यो अब यतापट्टि पोल्मिनी पछि भयो। अन्तखेरि यो पोल्मिनी पछि भएपछि अनि यो सोतेचु लाइन भनेको चाहिँ यहाँनिर मात्रै चल्ने हो। तर टिकट चाहिँ एकदम महँगो छ कि यहाँदेखि जस्तै हिँडेर गयो भने 15 मिनट लाग्ने ठाउँ 10 मिनट लाग्ने ठाउँ पनि छ। तर त्यस्तोमा गयो भने पनि यहाँनिर चाहिँ अब टिकट चाहिँ यति महँगो छ कि कहीँनिर यहीँ पनि 200 150 त्यस्तो लाग्छ क्या। अन्त यो चाहिँ सुप्पा हो, यो सेनोबा भन्छ यहाँनिर चाहिँ। अनि यो सेनोबा भनेको चाहिँ अब यहाँ चाहिँ ठुलो छ यही हो क्या अरे यहाँको बजारको अलिकति राम्रो के अरे सुब्बा भन्ने यो मात्रै हो। अनि यो उँभोपट्टिबाट चाहिँ यो उँभोपट्टिबाट चाहिँ माथि जाने ठाउँ हो। अन्तखेरि यहाँबाट यता गयो भने चाहिँ यहाँबाट यता गयो भने चाहिँ यो चाहिँ बाहिर निक्लिने ठाउँ हो। अनि बाहिर निक्लेपछि चाहिँ एकदमै अब के अरे यो चाहिँ अगाडि अब सिजोखा एकी जानको लागि चाहिँ यो बाटो जानुपर्छ। अनि सिजोखा एकी जानको लागि चाहिँ यो बाटो गएपछि चाहिँ अनि यो यतापट्टि गयो भने चाहिँ सिजोखा एकी पुगिन्छ। अनि यतापट्टि गयो भने चाहिँ अब रुमतिर जाने बाटो भएर यतापट्टि गयो भने चाहिँ स्याक्सो जाने बाटो भयो। अनि यो म अघि आएको बाटो भने चाहिँ यो बाटो हो। अनि अब यहाँ चाहिँ एकदमै होइन अब ट्राफिक नियमको पक्का पालन हुन्छ। यसरी यहाँ कार ट्याक्सी बसिरहेको हुन्छ। अनि यसरी गार्डहरू बसेर यो चाहिँ
गार्डहरू बसेर यहाँनिर यस्तरी अब छेकिरहेको हुन्छ। अनि यो चाहिँ सेनोभा भन्ने हो कि सेनोभा भन्ने हो। यो अगाडि चाहिँ अब जेब्रा क्रसिङ हुन्छ। अनि यो सिजोको मेन चोक चाहिँ यही हो क्या। अनि अब यतापट्टि गयो भने पूर्वपट्टि गयो भने सिजो यति जान्छ भने यतापट्टि गयो भने उता अब गाकुतिर जाने उयो हुन्छ भने यतापट्टि गयो भने चाहिँ त्यहाँदेखि अब स्याक्सोहरूतिर जाने बाटो छ भने यतापट्टि गयो भने चाहिँ सुपाहरू भयो भने अनि म चाहिँ अनि लिएर अब जेब्रा क्रसिङ पर्खेर बसेँ। यहाँ सबैजना पर्खेर बसेँ। हाम्रो नेपालबाट सोचेँ अब यो बत्ती बल्दैछ भनेर अब ट्रेन रोकेर कुद्ने बेला हुँदैन। तर अनि आफू नै अब यहाँ चाहिँ सचेत हुन्छ क्या। टक्क बत्ती बलेपछि अब रोक्ने र बत्ती नबलेपछि हिँड्ने चाहिँ आफ्नो नै हुन्छ। त्यसरी नै अब गर्नुपर्ने हुन्छ क्या। यहाँ चाहिँ ट्रेन परेको सानो हुन्छ सानो ट्रेन स्टेसन पनि यति सानो हुन्छ कि यताबाट स्टेसन पनि यति सानो छ अनि ट्रेन पनि यति सानो छ कि। यो पहेँलो लाइन देखिएको छ नि यो पहेँलो लाइन जता पनि पहेँलो लाइन अनि जेब्रा क्रसिङनेरि यो राखेको पहेँलो लाइन हुन्छ नि। पहेँलो लाइनको अर्थ चाहिँ मैले अघि भन्दै थिएँ। अनि यो पहेँलो लाइनको अर्थ चाहिँ खास गरी के हो भने यो अब के अरे दृष्टिबिनहरू हुन्छ कि भने अब जापानमा दृष्टिबिनहरू हुन्छ नि उनीहरूको लागि चाहिँ हिँड्नको लागि सजिलो होस् भनेर यो पहेँलो लाइन बनाएको कि। अब यो पहेँलो लाइन पुरै अब लाइनमा हुन्छ क्या यस्तरी। अब जता पनि पहेँलो लाइनको यो बाटो बनाएको सबैतिर पहेँलो लाइन हुन्छ क्या। अनि म सुरुमा यो पहेँलो लाइनको अर्थ चाहिँ बुझ्दैन थिएँ कि। घुम जाने बेला चाहिँ अब चाहिँ यो सिजोखाको योबाट छुट्यो क्या। अब यता गाउँतिर लाग्यो कि यो चाहिँ अब अलिकति त्यही हो सहर अलिकति देखिएको त्यही सहर हो। त्यहाँदेखि सहर देखेपछि सकियो क्या। त्यहाँदेखि सकिएपछि अब सकियो सहर सकियो। त्यसपछि अब गाउँ हो क्या पुरा अब यस्तै गाउँ जस्तो हो। अब अझ हामी बस्ने ठाउँ त अझ राम्रो छ।